गाइस म चाहिँ बिहामा आएको थिएँ एउटा बिहामा सानो एउटा ब्लग बनाउन थालेँ। सो गाइस हामी चाहिँ हाम्रो बहिनीको बिहामा आएको थियौँ है। उहाँहरू चाहिँ एकदम भाउजू काकीहरू है सबै एक्टिभ, सबैजना एक्टिभ छ। हल्का हाम्रो साथीभाइहरू छ। यहाँ हाम्रो चाहिँ ड्रमदिङको हाम्रो प्रवीण दा हो। उहाँले पनि एकदम राम्रो राम्रो कन्टेन्टहरू हाल्छ होइन। म त त्यस्तो उयो होइन होइन कन्टेन्ट सन्टेन्ट मलाई त केटाले उचालेर उयो गरेको मात्रै हुन्छ। म चाहिँ एक दुईवटा जोक्स भन्छु तर प्रायःले जोक्स त हेर्छ सुन्छ तर लाइक गर्छ गर्दैन। म चाहिँ गरौँ पनि भन्दिनँ, गरोस् पनि मलाई त्यसबाट कमाउनु छ भन्ने छैन। तपाईँलाई सानो अल्छी लागेको छैन हाँस्नेहरू चाहिँ बनाउँछु। त्यो कुकुरको दाँतहरू झरेको त्यो लेड हप्दा लेड टोक्नु नसकेको त्यो मान्छेको नामहरू भन्छु। यो नेक्स्ट जोक्समा भन्छु। यो चाहिँ भाइको दिनु भने सानो एउटा कन्टेन्ट है, सानो कन्टेन्टमा तपाईँलाई दिएको होइन। मलाई चाहिँ यस्तो सब लेखेको मेरो छोरा र मेरो घर परिवार चाहिँ मेरो बहिनी, मेरो कान्छा काकाको छोरी रोजा सुब्बा सिङ्गकमा चाहिँ हाम्रो बस्तीको यस्तो हुन्छ है। यो चाहिँ हाम्रो बडा अनि यहाँ यता भन्नु पर्ने काका। हाम्रो यहाँनिर हाम्रो बस्तीको बिहा चाहिँ यस्तो हुन्छ गाइस, यस्तो दामी दामी हुन्छ। सिम्पल लिभिङ आई थिङ्किङ भने जस्तो होइन। यसरी फ्राई हुन्छ है यहाँ हाम्रो खास कुक म्यान हो यता चाहिँ हाम्रो काका भन्ने काका। अनि यता हेलो माम्स, हेलो साथी, मेरो लास्ट साथी यता चाहिँ मेरो स्कुल फ्रेन्ड हो बिचमा हुनु चाहिँ। यहाँ चाहिँ मेरो काका हो रितो सुब्बा हो। यहाँ मेरो ब्रदर, यहाँ मेरो दोस्त पहिलाको मेरो स्कुल फ्रेन्ड हो। यता मेरो हेमकुमार लिम्बू पन्दाक खतरा छ। यहाँनिर हाम्रो एउटा साथी कमल सुब्बा हो। यता चाहिँ बिहाको बस हो। ल खतरा ल ल यो चाहिँ हाम्रो बस्तीको बिहा हो। एकदम हाम्रोमा क्याट्रिन स्याट्रिन हुँदैन। हामी चाहिँ यहाँको एकदम मजा है। भाउजू हाम्रो काकीहरूले बनाएको यो चाहिँ टी हो एकदम हाम्रो। भाउजू ल चिया कुन चल्दैछ हतपत यो बेसी सादा पनि चल्दैछ, चिनी पनि चल्दैछ, बराबर है। यहाँ चाहिँ हाम्रो काकी हो, यहाँ हाम्रो भाउजू हो। के भन्छ दिदी है, दिदी हो। गरेको राम्रो तुम्मा यहाँ सिनियर मोस्ट सिनियर हो तङबामा है। यता पनि तुम्मै हो हाम्रो। यहाँ हाम्रो दाजु हाम्रो अलिक कति यता छ। यो चाहिँ हाम्रो प्योर भेज है। हजुर उहाँहरूको चाहिँ यसलाई चाहिँ के भन्छ लु भन्नुहोस् त। होममेड है। यो चाहिँ फर्स्ट स्टार्टिङ है। यो चाहिँ स्टार्टिङ यो है बनिसकेपछि यो चाहिँ उहाँ चाहिँ हाम्रो यहाँ घरको चाहिँ आफ्नै मामा हो खास। तर मेरो चाहिँ आफ्नै काका हो। भ्लगर र मेरो छोरा सेयर गरिदिनुहोस्, कमेन्ट्स गरिदिनुहोस्, नै गरी हिँड्नुहोस् भेट्यो भने। कमेन्ट सेयर है लाइक फलो चाहिँ एकदम गर्नु नबिर्सिनु होला।